कतै हुन्छ मेरो यता छ नि यो खमा पनि तेरो घर छ छैन छ त्यहाँ पनि छ यता पनि छ त्यहाँ पनि छ सबैतिर छ एक कुरा त सर्व वाह थमस यदि ओइ तल तेरो भगवान सबैतिर छ भने अरे सैनिक कता यता आएन आउँदैछु मैले आउँदैछु तलवास हस् मालिक यसले भनेको हजुर मालिक यसको भगवान सबैतिर छ अरे मालिक यो त बहुत आएछ त्यसो तलाई यत्रो वर्ष जो बात खाँदै मुस्दै खाँदै रहेको बल त देखाउँछ छोरा देखाउँथे नि महाराज देखाउने जिउमा यस्तो पारेर मात्रै शासक बन्दैन बाबु महाराज शासक हुनु लागि बल हुनुपर्छ बल महाराज मसँग कम्ती बल छ जो विष्णुलाई मैले भेटेँ भने भ्यागुते पछाडि जस्तो पछाडि हो देख्यो यता हो मैले पालेको अर्को सैनिक पनि धेरै टाइगा कमियर तबस हजुर तेरो के भाइ छ विष्णु आयो भने त्यो विष्णु आयो भने सिन्की खाने जस्तो खान्छु महाराज पक्का 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 महाराज जय होस् वाह टक्कै भएर आएर जस्तो त होइन महाराज यो के हो तेरो त्यो अहिलेको दैत्यको स्नाहरू जय होस् ल तँलाई पनि आसले हजुर महाराज तैँले के भन्छस् म यो दुईटालाई सघाउँछु महाराज यता त के अप्ठ्यारो सप्ठ्यारो परिहाल्यो भने म यो दुईटालाई सघाउँछु तैँले विद्यालयमा पढाएको गुना हिसाब जस्तो होइन यो भनेको युक्त हो तैँले सिकाएको फर्मुला जस्तो होइन यो यहाँ युद्ध रच्नुपर्छ तयार छस् तयार छु महाराज यसको भगवान योगमा पनि छ अरे छ त्यो रूपमा पनि छ अरे मिलन दाजु दैलो छेक्यो जय हो देव भगवानलाई मेरै हातै कफी पहले तो झुके हो महाराज महाराज तो आफै डराएर जस्तो छ रघु त पछाडि जस्तो पछाडि गरे महाराज सबै झिको महाराज ए युद्ध गर भनेको पण्डाको काम गरिरहे जस्तो हेर्ने अय्या अय्या ओ अय्या अय्या यो अय्या महाराज मेरो त देव्रेपट्टिको मेरो दण्डै भाँच्यो जस्तो छ यसको अर्को हप्ता पनि फुल्किने गरी हान्ने साक्षी राजा मर्छ अहिले
महाराज मैले यसको कपाजी भुटेर हेर्नु त कहाँ लुकेर जान्छस् कहाँ भ्रमण गर्छस् कहाँ लुकेको बसेको छस् लुकेको होइन मलाई तिर्खा लाग्यो पानी खानु परेन एक गिलास पानी खाएर आउँछु भने तेरो मैले तिमी चाबो सैनिकहरू युद्धका लागि पठाएको थिए पेन्डालको काम गरेर आइस महाराज अघि एकचोटि त देख्नु पनि चिप्लेर कसरी भेलो त उब्रे यस्तो पछाडि मैले जानेको छु मैले के नरसिंहलाई महाराज अब आयो भने चाहिँ तिमीले आएर मदिरा खाएर मातेको जस्तै होइन बाबु युद्ध हो हरेक कुराको मर्यादा हुन्छ हरेक कुराको अनुशासन हुन्छ याद राख हो महाराजी हो जङ्गली शेर अनुशासनको कुरा त गर्दैछु त कसैलाई गरेर आइस मेरो हातको पन्जाहरू कालले कुटकुट्याएपछि धेरै धेरै बोल्ने गरिन्छ एकैछिन पर्खिँदै गर्नु होइन कहाँ भयो जङ्गलतिर फेरि गएर मलाई मसँग बराबरी गर्नु आयो मैले सोचेको थिएँ मसँग युद्ध गर्नु आउने एउटा हातमा चक्र एउटा हातमा शङ्ख बोकेर आउँछ भनेर मेरो लागि शङ्ख भने यही हात हो चक्र भने पनि यही हात हो अब डरलायो मलाई जङ्गली शेर यस्तो आवाजमा आएर मेरो सामु आइस चिनेको छैनस् मलाई चिनेको छैनस् भनेपछि तैँले मलाई जङ्गली शेर देखिस् तैँले मलाई जङ्गली शेर देखिस् आइज यहाँ भिरन्त गरे तैँले मेरो परम भक्त तैँले यति साह्रो हिंसा गरिस् मेरो भक्तलाई भने आइज नै किन कुरामा जान्छस् डर लाग्यो नि त मलाई छिटो आइहाल फेरि के गर्ने सम्भावना छ अघि त तेरो कपाल झरेको थियो तिमीले कसैसँग अझै बराबरी गरिस् भने तेरो माला तेरो कपडा पनि नरहला अब न माला झर्छ न के झर्छ अब के भारी तेल झर्नेछ ठिक हट्दैछस् तँलाई भने कालले कुटकुटाएकै हो भने युद्धको लागि आइस् मसँग